हेलो साथीहरु, आज भ्यालु एडेड स्टेटमेन्ट एमाउन्ट अफ भ्यालु एडेड कसरी निकाल्ने भनेर भन्न गइरहेको छु। केही गाह्रो छैन, सबैले ध्यान दिएर हेर्नु होला। सुरुमा हामीलाई सेल्स दिएको छ 3 लाख, इन्ट्रेस्ट रिसिभ दिएछ 10,000, कस्ट अफ बाउट इन मेटेरियल्स एन्ड सर्भिस 1,80,000, ओपनिङ स्टक 20,000, wages to worker 50,000, income tax paid 5,000, closing stock 30,000 यति दिएको छ हैन। त्यसपछि हामीले अमाउन्ट अफ भ्यालु एडेड निकाल्ने कसरी? यसको दुईटा वे हुन्छ, एडिटिभ र सबट्र्याक्टिभ। अहिले हामी सबट्र्याक्टिभ वे तरिकाले गर्न गइरहेको छ। अमाउन्ट अफ value added is equal to सुरुमा सेल्स हुन्छ। सेल्स अब हजुरले अब एड गर्ने कुराहरू सबै एकैपटक लेख्न सक्नुहुनेछ। त्यसपछि हजुरले हजुरको एड गर्ने के हुन्छ, INTEREST इन्ट्रेस्ट, CEIB इन्ट्रेस्ट रिसिभ छ। त्यसपछि हजुरको एड गर्ने के हुन सक्छ, CLOSING क्लोजिङ स्टक। यहाँ क्लोजिङ स्टक एड छ भने हजुरले लेसमा ओपनिङ स्टक गर्नुपर्ने हुन्छ। लेसमा ओपनिङ स्टक गर्नु। त्यसपछि हजुरको यहाँ लेस गर्नुपर्ने के छ, कस्ट अफ बाउट इन मेटेरियल्स एन्ड सर्भिस छ। यसलाई पनि हजुरले लेस गर्नुपर्ने हुन्छ। कस्ट अफ बाउट इन मेटेरियल एन्ड SERVICES सर्भिसेस। अब हजुरहरूले भ्यालु सबैलाई राखिदिनु। सेल्सको भ्यालु 3 लाख छ, प्लस इन्ट्रेस्ट रिसिभ कति छ 10,000, प्लस क्लोजिङ स्टक कति छ 30,000, माइनस ओपनिङ स्टक कति छ 20,000, माइनस कस्ट अफ बाउट इन मेटेरियल्स एन्ड सर्भिस कति छ 1,80,000। अब हजुरले यसलाई जोडेर टोटल लेख्न सक्नुहुनेछ। यसको टोटल 3 लाख प्लस 10,000 प्लस 30,000 माइनस 20,000 माइनस 1,80,000। टोटल गर्दा हजुरको 150 आउँछ। आइरेस 1,40,000 यसको आन्सर रहेको छ।